आज हाम्रो यो चिकन बिरयानी है दाइ चाहिँ एकदमै ट्रेन्ड प्रोफेसनल हो यो म्याटर्समा चाहिँ है अरू म्याटर्समा नभए आज चाहिँ हामी दुईजना मेरो यता स्नुकरमा छौँ अनि हाम्रो आजको टपिक भनेको चाहिँ हामीले यो खानाको अभियान जुन गरिरहेको छौँ हामीले बाटोमा सुतिरहेको मान्छेहरूलाई बाटोमा सुतेको मात्र नभएर बाटोमा अब कोही कोही मान्छे अब भोकै हिँडिरहेको पनि हुन्छ यसमा मलाई कतिपय कुराहरूमा जिज्ञासा आइरहेको छ त्यही जिज्ञासा चाहिँ म आज हाम्रो आवेग दाइ समक्ष सोध्न चाहन्छु किनभने उहाँले नै गरिरहनु भएको छ अहिले यो सबै खानाको अभियान लगभग अहिले हामीले यो गरेको कति 13-14 चोटिभन्दा बेसी भइसक्यो होला होइन 13-14 बेसी भइसक्यो तपाईँलाई अब कतिको हुन्छ नि अब गाह्रो भइरहेको छ कतिको हर्डल्स छ अब यस्तो स्टार्टिङ चाहिँ अब हामीले गऱ्यौँ होइन हजुर अब म छु अनि हाम्रो कान्छो साथी हुनुहुन्छ कान्छो साथी त्यसपछि अब तिमी छौ तिमी अब एकदम हेल्प गरेको छौ होइन छ नि अब अहिले जति अब अहिले हाम्रो जति अभियान छ नि हामीले अब 14-15 अभियान गऱ्यौँ होइन सबै हाम्रो ज्वाला भाइकोमा बनाएको हो क्या अनि उसले अब लिनुपर्ने कस्टहरू पनि त्यति लिँदैन क्या ऊ पनि अब सेवा भनेको मनदेखि हर्टदेखि आउनेले मात्रै थाहा हुन्छ क्या समाजसेवी र सोसियल वर्क भनेको के हो भनेर होइन अब सुरुमा मैले स्टार्ट गरेँ त्यसपछि अब गर्दै गएपछि अब सहयोगी हातहरू अब साथीभाइहरू हुन्छ नि त अब हाम्रो क्लबको साथीभाइहरू अब जिम्मेदारहरू सबैको इन्भल्भ हुनुभयो होइन अब हाम्रो दक्षिण ढोका उत्थान क्लब पनि अब एकदम सपोर्टिभ हुनुहुन्छ नि त हजुर अब उहाँहरूले पनि अब सपोर्ट गरिरहनु भएको छ जे होस् त्यही हो अब चल्दैछ अब अभियान अब यसलाई हामी अझै निरन्तर नै लगिरहन्छौँ है अब नेक्स्ट चाहिँ तपाईँलाई के गर्नु मन छ त अब यस्तो छ अब हाम्रो नेक्स्ट चाहिँ के हो भने अब हामीले खाना अभियान पनि गरिरहेछौँ होइन यसलाई पनि निरन्तर लगिरहने र अब हाम्रो कपडाको अभियान पनि गर्नु मन लागिरहेको छ जस्तै अब कपडा भन्नाले अब त्यस्तो नयाँ त होइन अब साथीभाइहरूको पुरानो राम्रै खालको लगाइरहेको राम्रै खालको कपडाहरू हुन्छ नि अब त्यो अब कुनै संस्थालाई दिए नि हुन्छ अथवा रोडमा बस्नेहरूले अथवा हुनु न अब होमलेस पिपलहरूले दिए नि लाउँछ नि हो कि त्यही भएर अब कपडा अभियान गर्न मन लागिरहेछ क्या अब हाम्रो आउँदो प्लानहरू सबै सुनिहाल्नुभयो तपाईँहरूले अब यो सँगसँगै नेक्स्ट चाहिँ हाम्रो मोमोको हुन्छ होला जहाँसम्म मलाई लाग्छ सबैजना हाम्रो मोमो खुवाइदिनु बाटोमा मजाले अनि साथसाथै हामीलाई सपोर्ट पनि गरिदिनु यो एउटा टिम जुन बनेको छ अब हाम्रो जुन काम भइरहेछ त्यो कामलाई सपोर्ट गर्नलाई आर्थिकै दिनुपर्छ भन्ने छैन हेरिदिनु भिडियो बरु सेयर गरिदिनु लाइक गरिदिनु बिचमा एकदम राम्रो क्लिपहरू पनि छ त्योहरू पनि हेरिदिनु त्यो चोकबाट ग्रिन हिल सिटी आउने बाटोमा हाम्रो यहाँ ग्रिन सिटी मोन्टेसोरीको अगाडि पहिला मदरल्यान्ड थियो त्यसपछि अहिले चाहिँ जे रेस्टुरेन्ट भनेर छ मैले म्यापमा अहिले त्यो अपडेट गर्दैछु त्यो ठाउँमा आइदिनु होला तपाईँहरूलाई यसो स्नुकर खेल्नु मन लाग्यो के गर्नु मन लाग्यो भने आइदिनु होला एकदम हाम्रो 2टा बिलियर्ड बोर्ड छ अनि त्यहाँबाट खाजा पनि हाम्रो मिठाई बनाउनुहुन्छ हाम्रो सेफ हुनुहुन्छ सोनाम दाई अहिले भिडियोमा पनि देख्नुहुन्छ सो थ्याङ्क यू एभ्रिवान अनि वान्स अगेन तपाईँहरू मेरो यो अभियान अझै पनि हाम्रो निरन्तर चलिरहोस् अमर रहोस् बिस्कुट लिएर आउन कसले लग्यो सबैले लिएर आएको के आउँछ खाना है पानी लिएर आउँछु ल पानी है त ल है अर्को पानी त्यहाँ दुईवटा दिइसक्यो हजुर खाना आउनु ल
होइन बिरयानी हो भने के गर्नु कस्तो छ खाना है पानी बन्नु होइन ल दाजु उठाउ यार ओ के हिरो त बसिरहेको छ बिचमा अनि ज्याकी छन् होइन अझ ढिलो भयो यार है मेरो छोरा आमामा तामालाई खुवाइदिस् ल आमा हजुर म कस्तो लाग्छ तपाईँलाई म त मेरो छोरी जस्तै लाग्छ आमालाई छोरी पाएको छैन तपाईँकै छोरी भन्न छ नि अङ्कलले नि भात खान्छ होला त खान्छ ल अङ्कल कहाँ छ अङ्कल घरमै भाइको के भयो मारे छ नि है मासु भात खानु ल ठिक भयो नि अहिले ल्याउँदा जिनिस हेलो भन्दिनु अङ्कल आहा दाजु आउनु खाना लिएर आउनु यहाँ भाइहरूले खाना लिएर आउनु छिटो देऊ हाम्रो गन्दै हुन्छ होइन दाजु गएको ल ओ खतरा